गाइस, गुड मर्निङ। अनि सन्चै हुनुहुन्छ तपाईँहरू? सन्चो हुनुहुन्छ कि बिसन्चो हुनुहुन्छ? कमेन्टमा कमेन्ट गर्नुहोस्। हेर्नुहोस् है, आज फेरि राबङको वेदर चाहिँ यस्तो पानी परिरहेको छ। हामी अहिले काममा जानु पनि मुस्किल परिरहेको छ। छाता ओढेर जानुपर्छ। हेर्नुहोस् है गाइस, यहाँ हाम्रो आमाले खानाहरू बनाउनु हुँदैछ भित्र। यो चाहिँ रुम हो। यता बाबाले पूजा गर्नु आँट्नु भएको छ। यहाँ मूर्तिहरू सफा गर्नु हुँदैछ। यता हाम्रो क्युट छोरी सुतिराख्नु भएको छ। हेलो छोरी, क्युट छोरी सुतिराख्नु भएको छ। यता भाउजू हुनुहुन्छ। यता आमाहरूको रुम हो। यता मेरो भाइको रुम हो। यता भाइ सुत्ने बेड हो। यता चाहिँ म सुत्ने बेड हो। कमेन्ट गरिदिनुहोस् है।